आज हामी एउटा यस्तो नामबारे कुरा गर्दैछौँ जुन सुन्ने बित्तिकै गर्व र आश्चर्यले मन भरिन्छ। त्यो नाम हो सगरमाथा। ल सुरु नै गरौँ यो एकदमै शक्तिशाली भनाइबाट है। सगरमाथा नेपालको गौरव, संसारको सबैभन्दा अग्लो हिमाल। सुन्दा पनि कस्तो गजब लाग्छ हैन? यो केवल एउटा चट्टान र हिउँको थुप्रो मात्र होइन नि, यो त मानव साहस, धैर्य र कहिल्यै हार नमान्ने त्यो भावनाको एउटा जिउँदो जाग्दो प्रतीक हो। अनि यसको उचाइ कति होला? ठिक छ, यो अङ्क सुन्नुहोस्, 8848.86 मिटर। सोच्नुहोस् त, यो एउटा अङ्क मात्रै होइन, यो त समुद्रको सतहभन्दा कति माथि छ भन्ने कुराको प्रमाण हो। यसको विशालता साँच्चै अकल्पनीय छ। ल अब अलिकति गहिराइमा जाउँ है। पहिलो खण्डमा हामी यही हिमालको जग, यसको परिचय र नामहरूबारे कुरा गर्नेछौँ। हाम्रो नेपाली नाम त छँदैछ सगरमाथा। यसको अर्थ हुन्छ आकाशको शिर। कति मिठो, कति अर्थपूर्ण नाम। यो नाम आफैमा एउटा कविता जस्तो छ जसले हिमालको उचाइ र महिमालाई बताउँछ। तर संसारले यसलाई अर्को नामले पनि चिन्छ, माउन्ट एभरेस्ट। यो नाम चाहिँ ब्रिटिस सर्वेयर जर्ज एभरेस्टको नामबाट आएको हो। रोचक कुरा के छ भने यी दुई नामले सगरमाथालाई हेर्ने दुई फरक दृष्टिकोणलाई देखाउँछ। अब हिमालको भौतिक परिचय त भयो, तर योभन्दा पनि ठुलो कुरा के हो भने यसले मानिसका लागि कस्तो चुनौती प्रस्तुत गर्छ भन्ने हो। हाम्रो अर्को खण्ड यही साहस र सङ्घर्षको आरोहणमा केन्द्रित छ। सगरमाथा चढ्नु भनेको साँच्चै संसारकै सबैभन्दा कठिन काममध्ये एक हो। सोच्नुहोस् त, हाड्ने कमाउने जाडो, अक्सिजन यति कम कि सास फेर्नै मुस्किल, अनि त्यसमाथि ज्यानै उडाउला जस्तो बतास। यस्तो अवस्थामा एउटा सानो सानो गल्तीको परिणाम पनि सिधै मृत्यु हुन सक्छ। तर यति धेरै खतराहरू हुँदाहुँदै पनि मानिसले असम्भवलाई सम्भव बनाएरै छाड्यो। अब लागौँ मानव विजयको त्यही ऐतिहासिक शिखर यात्रातिर। हो, यही हो त्यो ऐतिहासिक क्षण। साल थियो 1953। एडमन्ड हिलारी र तेन्जिङ नोर्गे, यी दुईजनाले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेके। उनीहरूले त्यो दिन असम्भव भन्ने शब्दलाई नै चुनौती दिए। साँच्चै त्यो मानव साहसको इतिहासमा एउटा पुरै नयाँ अध्यायको सुरुवात थियो। र त्यो सफलताको प्रेरणा त्यो आजसम्म पनि विश्वभरका मानिसहरूका लागि एउटा ठुलो प्रेरणाको स्रोत बनेर बसेको छ। यो एउटा यस्तो उपलब्धि हो जसको कथा आज पनि उत्तिकै ताजा र जीवन्त छ। तर एकछिन, सगरमाथाको कुनै पनि कथा शेर्पा समुदायको कुरा नगरिकन पुरा हुँदैन, अधुरो हुन्छ। उहाँहरूको अनुभव, साहस र त्यो अतुलनीय सहयोग, त्यस बिना त शिखरमा पुग्नु लगभग असम्भव नै हो। भन्नुपर्दा यो हिमालका सच्चा नायक त उहाँहरू नै हो। ल इतिहासको कुरा त भयो, अब अलिकति वर्तमानतिर हेरौँ। आजको दिनमा सगरमाथाको अवस्था कस्तो छ र यसले के कस्ता नयाँ चुनौतीहरूको सामना गरिरहेको छ, अबको खण्डमा हामी यही आधुनिक दृष्टिकोणमा केन्द्रित हुनेछौँ। आजको दिनमा सगरमाथा एउटा दुईधारे तरवार जस्तो भएको छ। कसरी? एकातिर हेर्नुहुन्छ भने पर्यटनले देशको अर्थतन्त्रलाई एकदमै ठुलो सहयोग गरेको छ, तर त्यो तरवारको अर्को धार पनि छ। त्यही पर्यटनले बढेको भिड र मानवीय गतिविधिले यहाँको एकदमै नाजुक पारिस्थितिक प्रणालीलाई ठुलो खतरामा पारिरहेको छ। अनि यो दबावले निम्त्याएका खतराहरू पनि सामान्य छैनन्। हिमनदीहरू पग्लिरहेका छन्, हिउँको त्यो बाक्लो तह पातलिँदै गइरहेको छ। यसले गर्दा हिमालको त्यो मौलिक सुन्दरतालाई जोगाउन दिन प्रतिदिन नयाँ नयाँ चुनौतीहरू थपिँदैछन्। यो साँच्चै गम्भीर कुरा हो। त्यसो भए यी सबै कुराहरूको मतलब के हो त? सगरमाथाले हामीलाई आखिर के सन्देश दिन खोजिरहेको छ? ल अब हाम्रो अन्तिम खण्डमा यसकै प्रेरणादायी प्रतिध्वनिबारे चर्चा गरौँ। सगरमाथाले हामी सबैलाई सिकाउने सबैभन्दा ठुलो पाठ सायद यही हो। चुनौती जतिसुकै विशाल किन नहोस्, यदि हामीसँग दृढ सङ्कल्प र साहस छ भने सफलता सम्भव छ। यो कुरा सगरमाथाले हरेक पल प्रमाणित गरिरहेको छ। हो, त्यसैले एउटा कुरा एकदमै स्पष्ट छ, सगरमाथा भनेको केवल आरोहण गर्ने एउटा गन्तव्य मात्रै होइन। यो त नेपालको आत्मा हो। यो हाम्रो गौरव हो। र यो हामी नेपालीको लागि मात्र होइन, यो त सम्पूर्ण मानव जातिको लागि प्रेरणाको एउटा कहिल्यै नसुक्ने स्रोत हो। अनि अन्त्यमा एउटा प्रश्न हामी सबैका लागि, प्रेरणाको यो अमूल्य खजानालाई हामीले आउने पुस्ताका लागि कसरी जोगाएर राख्ने हो?
यो प्रश्नको जवाफ हामी सबैले मिलेर खोज्नुपर्छ।